ओए ओला जिद्दालाई निकालौ जिद्दालाई त्यहाँ सेफ्टी सर माथि 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 ओए माथि ओए ओए रोडमा पुग्यो यार माथि यार ओए छिटो भाग त्यो बाउन्ड नभएको त बुझेको ओए मिसिनै लग्यो यार ओए पाए सब हट्यो यार ओए त्यो माथिको बाटोमा पुग्यो ओए मिसिनै नै मिसिन ओए बोलेर गयो वा वा कुमुला सबै बजारहरू र पावर हाउसहरू सब बगाइसकेको अवस्था छ र यो घरमाथि चाहिँ हेर्दै दिन सक्नुहुन्छ मान्छे उधारको लागि प्रतीक्षामा हुनुहुन्छ उता पनि निस्किने ठाउँ छैन एउटा घरको बिचमा खोलाको सबै वरिपरिबाट खोलाले बाटीले घेरेको छ र सक्नुहुन्छ भने सक्दोभन्दा सक्दो उधारको लागि आउनु हुन अनुरोध गर्दछु यस्तो अवस्था छ खोलामा अचानक आए अब चाहिँ पुललाई बाङ्गो बनाइसकेको छ है जाने सम्भावना छ पुल चाहिँ बाङ्गो भइसकेको अवस्था छ यो मलेकुबाट तलतिर रहने सबैजनाहरू चाहिँ अलिकति सतर्कता भइदिनु होला अब यो पुल भत्काउँदै गर्दाखेरिमा चाहिँ तलतिर अझै बढी जोखिम पर्ने सम्भावना हुन्छ यो पुललाई चाहिँ टोटल्ली एकदम बाङ्गो यहाँको पुल पनि बगायो यो माथिको पुल लिएर आएको रहेछ है माथिको पुलको कारणले गर्दा तलको पुल पनि बगायो खोइ कहाँ मान्छे खोइ ल छिटो भाग आज स्याप्रुबेचीबाट त्रिशुल नदी बाढी आएको माथि माथि छिटो भाग माथि र ओए भाग धेरै नै ठुलो आएको छ अचानक विपत्ति आयो भाग छिटो कतै माथि आयो धेरै नै ठुलो आएको छ ओए भाग ओए छिटो भाग ओए भाग मान्छे लायो खोइ कहाँ मान्छे खोइ ल ओए छिटो भाग आज स्याप्रुबेचीबाट